झन् फेस्टिभ अफर भएर अर्डर गरेको अझैसम्म डेलिभर भएन त भनेर कस्टमरले रिसाएको कसैलाई मनपर्छ होला त। यस्तो हुँदा त जुनै पनि काम छोडेर बिरामी छु भन्न पनि मन लाग्दैन। सो हाई गाइस, म जाँदैछु आज मेरो अन प्रोडक्ट टप हिमाल डेलिभर गर्न। सबैजना दसैँ तिहार लागेर घर गएपछि अब आफै पनि त गर्नु पर्यो नि कहिलेकाहीँ। सो मैले निकाले कस्टमरले अर्डर गर्नुभएको स्याम्पू, कन्डिसनर र हेयर मास्क। र बाटोमा जाँदा जाँदै एउटा पार्लरमा पनि अर्डर गर्नु भएको भएर त्यहाँ पनि मैले प्रोडक्ट छोडे। र मैले प्याकिङमा चाहिँ टप हिमालको एकदम ब्युटिफुल मेसेज पनि मेरो कस्टमरको लागि चाहिँ पठाएको थिएँ, किनभने एक त सामान एकदम ढिलो भइसकेको थियो, 3-4 डेज लेट भइसकेको थियो। सो उहाँलाई खुसी पार्नको लागि मैले एउटा थ्याङ्क यू नोट्स पनि हालेको थिएँ। पत्याउनुहुन्छ, मेरो आफ्नै साथीलाई पेट्रोल हालिदिन्छु भनेर यसरी लग्नु परेको छ कि। र बाटोमा जाँदा जाँदै चाहिँ साँझ पनि परिसकेको थियो र यो बाटोको एकदमै धेरै भ्यू हेर्दै चाहिँ म पुगेँ हराइचा। मलाई अर्डर गर्नु भएको थियो हराइचाबाट प्रोडक्ट। सो उहाँलाई मैले सामान दिएँ, एकदमै खुसी हुनुभयो। र यो भिडियो मार्फत चाहिँ उहाँलाई म के भन्न चाहन्छु भने एकदमै धेरै सरी भन्न चाहन्छु, अलिकति लेट भएकोले गर्दा। यदि यहाँहरू पनि टप हिमाल एक्सपिरियन्स गर्न चाहनुहुन्छ भने चाहिँ यहाँले अर्डर गर्न सक्नुहुनेछ है त।